नमस्कार हजुर सबैजनालाई नमस्कार छ है ल। आज भर्खरै उठेको अवस्था, छुट्टीको दिन। अब कति नाचेर हाल्ने हो कति नाच्ने हो भनेर चाहिँ आज आफ्नै रियालिटी आफ्नो चाहिँ ओरिजिनल भोइसमा चाहिँ एउटा भिडियो बनाएर बाटोतिर हिँड्दै गरेको अवस्था है हजुर। हेर्नुहोस् न गर्मी कस्तो छ है, अझ मसला त्यस्तो गर्मी त्यस्तो तातो छ पोलेको छ उताबाट है, साह्रै गर्मी छ हो। के गर्नु, हिँड्न त मन लागेको छैन यो ठाउँमा, बाहिर निस्किन मनै लाग्दैन। एसी चलाउन एसीमा बस्न पाएपछि बाध्यताले अब खाना त खानै पर्यो होइन र, सामान ल्याउनै पर्यो, बगलातिर जानु पर्यो भनेर हिँडेको। गाह्रो छ हजुर, परदेशमा धेरै गाह्रो छ, दुःख छ। हेर्नुहोस् अब नेपालतिर त अब ट्याक्क तिहार आएको, देउसी दिउँसुरे भैलेको पनि तयारी हुँदै होला, रोटीहरू पकाउँदै होला है। भन्छन् के रोटी रे, सेलरोटी किने रोटी चिने रोटी भन्छ नि, पकाउँदै होला नि। अब आफू त के गर्नु यी, अब त्यो बिहान र बेलुकी दुई छाक खानलाई पनि यस्तो घाममा हिँड्नुपर्छ, गाह्रो छ गाह्रो छ। अब हाम्रो लागि त त्यही हो, हप्तामा एकचोटि शुक्रबार आउँछ, त्यही नि अब चाडपर्व भनेर मनाइन्छ, आज त्यो पनि छैन। के गर्ने, गाह्रो छ मलाई हजुर। यस्तो ठाउँमा हिँडिरहेको छु बाटोमा, साउथीको हेर्नुहोस् यो तातो हावा, यो गर्मी, गाह्रो छ मलाई त, गाह्रो छ। पैसा कमाउनु साह्रै गाह्रो छ, सजिलो हुन्छ मान्छेहरूलाई भन्नलाई, गाह्रो छ। यस्तो गर्मी ल है साथी, सबैजनाले कमेन्ट गर्नु होला है, लाइक कमेन्ट फलो गर्नु होला भनेर भन्न चाहन्छु सबैजना साथीलाई। सधैँभरि कति नाच्ने हो भनेर नाच्दा नाच्दै हुक्कै परियो कि, त्यसमा न भ्युज आउने न लाइक आउने गऱ्यो। त्यसपछि अब आफ्नै होइन प्योर ओरिजिनल भोइसमा चाहिँ म यसो बोलेरै भए पनि यसो रेकर्ड गरौँ भनेर चाहिँ भिडियो अपलोड गरौँ भनेर चाहिँ अपलोड गर्दैछु। सबैजना साथीले हेरेर माया गरिदिनु होला, साथ दिनु होला भन्न चाहन्छु है साथी। जय नेपाल।